अहिलेसम्म हो भाइ, अहिलेसम्म हो भाइ, कति केही गर्दा भएको छैन। चित्त कस्तो दुख्छ तँलाई थाहा छैन क्या भाइ? चित्त कस्तो दुख्छ थाहा छैन भाइ? अहिलेबाट हो भाइ, अहिलेबाट हो भाइ। भिडियो गाना यहाँ के गर्दा केही गर्दा हुँदैन भाइ। कस्तो चित्त दुख्छ भाइ, कस्तो चित्त दुख्छ, चित्त दुख्दैन भाइ मलाई चाहिँ। यहाँ मैले कति चाहिँ के गरेको छैन। आएर यहाँ गाली गर्छस्, के गर्छस्? मैले कहिले के चाहिँ गरेको छैन भाइ। आएर सबैलाई हँसाउने के गर्ने काम गरेको छस्, तर तिमीहरू मुजीहरू कहिले केही गर्दैन। अलिकति केही भन्नु तेरो चित्त दुख्ने, अलिकति केही भन्नु तँलाई नराम्रो लाग्ने, अलिकति केही भन्नु तेरो चाहिँ पुरा सबै प्राणै गइहाल्ने भाइ। म नराम्रो भाइ, दुनियाँलाई नचाउने हँसाउने काम गर्ने म नराम्रो भयो भाइ आज आएर। हो एक्टिङ चाहिँ यसलाई भन्छ, यसलाई एक्टिङ भन्छ है। यो 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 यसलाई त्यो त्यसमा नचाउने फेरि यसलाई एक्टिङ भन्छ। हामी ओएमी भने गाइस यस्तै एक्टिङ गर्दैन मा कसम। ल एकछिन, त्यही भएर रिस उठ्छ भाइ धेरै कुरामा। यो चाहिँ अब चाहिँ भन्नुपर्दा साँच्चै नै रिस उठ्छ भाइ। कति कुरामा चाहिँ, कति कुरा केमा रिस उठ्छ थाहा छ? अब हेर्न हौ भाइ, त्यो मुभी सुभी गर्ने थिएन भाइ। लिटरली भाइ त्यो डाइरेक्टर एक्टरहरू नेपालमा हेर्दा भाइ एउटा दुईटा होला भाइ, एउटा दुईटा होला भाइ एक्टिङ गर्ने होइन भाइ। भाइ भाइ मैले ढाँटेको होइन कि, आम्मा खुन भाइ, आम्मा खुन भाइ, आम्मा खुन भाइ। त्यो एउटा दुईटा बाइक होइन भाइ, सबै मेरो खुट्टाको तल हो भाइ, खुट्टाको तल हो भाइ। त्यस्तो कुरामा चाहिँ यो चाहिँ सिरियसमै भनेको। अहिलेको चाहिँ होइन, अहिलेको चाहिँ एक्टिङ हो। तिमीहरूलाई मैले देखाएको यसरी चाहिँ गर्ने, ओएमीमा यस्तो गर्नुपर्छ, यस्तो हुन्छ एक्टिङ भनेर। अब यहाँ तिमीहरूले मलाई एकैचोटि दाइ रोल प्ले हान्नु त रोल प्ले। तपाईँ घरमा बसिरहनु भएको छ, अनि तपाईँको फट्टे घरमा चाहिँ कसैको आफन्तको एक्सिडेन्ट भयो होइन, सिरियसमा छ, लु अब दाइ तपाईँको रियाक्सन भयो भाइ, छोड्दैन। त्यही भएर भनेको नेपालमा गाह्रो चाहिँ किन छ भने नि हो, त्यही भएर हो क्या गाइज। अब मुभीमा हेर्न त्यहाँ त्यो राँडीको छोराहरूको एक्टिङ हेर्न, नेपाली मुभीमा त्यो राँडीको छोराहरूको एक्टिङ हेर्न त्यहाँ। एक दुईटा क्या भाइ झुक्केर छ क्या भाइ, एक दुईटा झुक्केर छ क्या भाइ। रियल एक्टिङ डाइरेक्टरहरू केमा बग्छ, ट्रेन्डमा बग्छ। को चाहिँ मान्छे ल्याऊ, को चाहिँ भाइरल छ, कसलाई चाहिँ के गरौँ, कसलाई ल्याउँदा मुभी चल्छ त्यो। तर लङ टर्म हेर्दैन, लङ टर्म हेर्दैन। लङ टर्म हेर्ने भए कस्तो हुन्छ थाहा छ? लङ टर्म हेर्ने भए हामी जस्तो मान्छेहरू जो जो छ नि भाइ सक्ने, तर कहिले चान्सै नपाएको हो, यस्तो मान्छे चाहिँ हो क्या भाइ। यस्तो मान्छेलाई चाहिँ लगेर गर्नुपर्ने, अनि यस्तो मान्छेले चाहिँ हो क्या भाइ तँलाई देखाउने। यस्तो मान्छेले हो लङ टर्म जान्छ क्या भाइ। आज ल्यास् नि कहाँबाट को ल्या, खतरा एक्टिङ गरिदिन्छ त यार। कसले बनाएको यो मुभी, यसले डाइरेक्ट गरेको। अर्कोचोटि भाइ यसको मुभी रिलिज भएछ, हो 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 माछिने एक्टिङ गरेर आउनु पर्यो नि। रन्डीको बानीहरू कोही एक्टिङ गरेर जान्दैन यार, कोही एक्टिङ गरेर जान्दैन। जान्छ त इमोसनमा बग्नु परेन, रियल आँसुहरू अघि मैले निकाले जस्तो निकालिदिनु परेन। अब तिमीहरूलाई अघि दाइले होइन साँच्ची साँच्चीको भित्रको भडास निकालेको हो कि भन्छ होला कि होइन क्या गाइस। आई स्वेयर टु गॉड